कोन्निचिवा मिन्नासान। आज हामी जापानिज भाषामा पर्सनलाई काउन्ट गर्दा के भन्ने कुरा सिक्छौँ। सुनौँ है त। ध्यान दिएर सुन्नु होला अनि भिडियो पनि अन्तिमसम्म हेर्नु होला। जसरी हामी नम्बर पढ्छौँ त्यसको पछाडि निन लगाउने हो खास त हैन। तर 1 र 2 मा चाहिँ अलिकति फरक छ। त्यो ख्याल गर्नुभयो भने पर्सनलाई काउन्ट गर्न पनि 1 मिनेटमै सम्झन सक्नुहुनेछ। हितोरी 1 जना, फुतारी 2 जना, यो मात्र डिफरेन्ट हो है। हितोरी 1 जना, फुतारी 2 जना, सान्निन 3 जना, योनिन 4 जना, गोनिन 5 जना, रोकुनिन 6 जना, सिचिनिन अथवा नानानिन 7 जना, हाचिनिन 8 जना, क्युनिन 9 जना, जिउनिन 10 जना। नोट हेर्नुस् है त। हितोरी 1 जना र फुतारी 2 जना भन्नुपर्दा मात्र विशेष रूपले फरक हुन्छ। अरु सबैमा निन लाग्छ भन्ने कुरा सम्झिनु होला। र 4 लाई योनको सट्टा योनिन भनिन्छ, योनिन भनिदैन, यो ख्याल गर्नु होला। र अर्को 7 लाई भने सिचिनिन पनि भनिन्छ, नानानिन पनि भनिन्छ, तर प्राय रूपमा नानानिनलाई बढी प्रयोग गरिन्छ। सायोनारा।